एकचोटि कहाँ दुखिरहेछ छामेर देखाउनु त। ऊ यहाँ दुखिरहेछ डाक्टर साहब। होइन के गरे भने यो नाकको हड्डी दुख्यो भने हैन त। यसको नाम भन्न लाज लागेर नाक भने हो क्या डाक्टर साहब। अब यसको नाम के हो आफै मिलाएर बुझ्नु न। हे भगवान। ल ठिकै छ उतै भित्र क्याबिनमा हिँड्नुस् त। दुखाइ कहाँनिर पो छ एकचोटि यो हेर्नै पर्ने हुन्छ। ओ डाक्टर साहब मेरो बुढीलाई एक्लै एक्लै क्याबिनतिर लान खोज्ने के हो पारा तपाईको? ठिक छ क्याबिनमा नजाने भए यही चेक गरौँ न त। एकछिन क्याबिन नजानु तर उता नर्स पनि लिएर जानु। लगिहाल्छु नि तपाईले भन्नुपर्छ एसएलसी पास भएर डाक्टरले सिकाउँछन्। A few moments later. ल त्यस्तो आत्तिनु पनि के पनि छैन। मैले यो औषधिहरू लेखिदिएको छु। एउटा चाहिँ निदाएपछि खानु अनि अर्को चाहिँ बिहान निन्द्रा खुल्नु भन्दा अगाडि खानु है। के बोले भाइ? ओ डाक्टर साहब कस्तो कुरा गरे तपाईले? मान्छे निन्द्रामा कहिले औषधि खान सक्छ? पक्नुस् त। हेत्तेरी साँच्ची हो के? निन्द्रामै खाटबाट लड्नु भएको रहेछ अनि औषधि पनि निन्द्रामै खान पर्ने हुन्छ नत्र औषधिले कामै गर्दैन। अच्छा ए हो र बुढी तिमी निदाको बेलामा तिम्रो मुखमा औषधि म हालिदिन्छु है। हैन किन मक्ख परिरहेको तिमी? औषधि भनेर विष त हालिदिने विचारमा छैनौ नि? कस्तो ठ्याक्कै